महानगरको सरकारी स्कुलमा विद्यार्थीको थामी नसक्नु चाप 400 सिटमा 4000 आवेदन। खुट्टो हाल्ने ठाउँ थिएन। म आथे इन्ट्रान्स दिनै यहाँ चाहिँ खुट्टो हाल्ने कुरै थिएन। अभिभावकहरूले पुरै छाप्पे थियो यहाँ। एकदमै भिड। आज त अझ कमै हो, यहाँ भन्दा अगाडि त धेरै नै भिड थियो जने। यहाँ चाहिँ ठेकी नसक्नु छ किनकि हाम्रो शैक्षिक गुणस्तर हामीले राम्रो दिएका छौँ। कतिपय व्यक्ति रुँदै फर्किनु भएको छ। यहाँ 3 जना 4 जना मध्ये एउटा परिवारको मध्ये 2 जनाको नाम निस्क्यो, 2 जनाको निस्केन। अब बालनलाई नै धेरै धेरै म नमस्कार गर्न चाहन्छु। उहाँले गर्दा नै अहिले हामीलाई पनि भित्रबाट अब पढाउन पाए हुन्थ्यो, यो ठाउँमा आउन पाए हुन्थ्यो भन्ने भएको हो। काठमाडौँ महानगरपालिकाले अहिले नतिजा सुधार भनेर कक्षा 8 मा कक्षा 10 का विद्यार्थीहरूलाई सार्वजनिक विदाका दिन अर्थात् बिहान बेलुका पढाऊ तर मलाई रिजल्ट चाहिन्छ, राम्रो गर है भनेर त्यसरी सपोर्ट गरेको छ। मेरो सपना पुरा भएको छ। अब नानी 8 क्लासमा पढ्दै थियो नि, बाबु 9 मा छ। गभर्नमेन्ट स्कुल पनि अहिले बोर्डिङ जस्तै भएको छ। यहाँको फीहरू पनि अलि अफोर्डेबल छ हैन। प्यारेन्ट्सहरूलाई प्रेसर पनि आउँदैन। यहाँ आउँदा एकदमै खुसी भएको छु किनकि यहाँको इन्भाइरोमेन्ट, पढाइ लाइक सुन्दाखेरि एकदमै राम्रो लागेको छ। विद्यालयमा भर्ना गराउन नेताको समेत फोन। मलाई यहाँ 400 वटा कोठा 1200 जना जतिको माथिबाट चाहिँ भनेदेखि फोन र तपाईँले चाहिँ भनेदेखि यसरी भर्ना गरिदिनु पर्यो फलाउनलाई भनेर उहाँले व्हाट्सएपमा, भाइबरमा हैन, मेसेन्जरमा, एसएमएसबाट उहाँहरूले नामहरू पठाउने, प्रवेश पत्र पठाउने गरिरहनु भएको छ। मन्त्रीको स्कुल छ पारी हैन, त्यो मन्त्रीको स्कुल हो भन्ने किसिम अहिले वर्तमान मन्त्रीको स्कुल यही स्कुलको कम्पेरिजन गर्दा त्यहाँ रिजल्ट हामीले बोर्डमा हेर्यौँ हैन। त्यहाँबाट गत वर्ष एउटा विद्यालयले जिपिए एउटा ल्याएन, 4 ल्याएन भने यहाँ 3टा 4टा कति विद्यालयको नाम जिपिए 4 ल्याएको देखिन्छ के। बच्चाहरूको लागि टेन्सन लिनु परेन। खाजाको लागि पनि स्कुलमै व्यवस्था रहेछ। कहिलेकाहीँ अब घरमा बनाउनु भएन भने पनि ढुक्क मन भयो। हामी अभिभावकको चाहिँ त्यही नै हो। 400 जना नयाँ विद्यार्थी भर्ना लिने भनेर हामीले योजना बनाएका थियौँ। 4000 जना जति व्यक्तिले विश्व निकेतनमा नयाँ भर्नाको लागि उहाँहरूले रुचि देखाउनु भएको थियो। विद्यार्थीको यस्तो चापाचाप छ हैन। बालबालिका चाहिँ यहाँ भर्ना गर्न नआउन, नाम निस्केन भने कोही अभिभावकहरू भौतारी राखेको देखिन्छ यही पनि हैन। चिटिक्क भए विद्यालय सुन्दर छ, हरियाली रङरोगनदेखि छात्र शौचालय, छात्रा शौचालय, शुद्ध पिउने पानीको व्यवस्था सबै पाउँदाखेरि चाहिँ बच्चाहरूलाई बसौँ नछोडौँ ग्यारे जस्तो लाग्ने पनि छ। दर्शकवृन्द, यो हो विश्व निकेतन माध्यमिक विद्यालय। शिक्षक आन्दोलन सकिएसँगै पढाइ सुरु गरेको यो स्कुलमा यति बेला भर्ना गर्नेको ताती देख्न सक्छौं। जम्मा सिट संख्या 400 भए तापनि 4000 आवेदन परेको विद्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले विद्यालयमा गरेको लगानी देखिएको अभिभावक बताउँछन्। विद्यालयको वातावरण, संरचना र भौतिक पूर्वाधार देखेर विद्यालयमा आउने अभिभावकहरू समेत दङ्ग परेका छन्। बालेन आउनु भएको छ नि त महानगरपालिकामा। बालेनले धेरै राम्रो गर्नु भएको छ। त्यहाँमाथि सरकारी स्कुलमा भनेको लोकसेवा आयोग लडेर टिचरहरू धेरै राम्रो पढाउने पनि हुनुहुन्छ। शिक्षा भनेको पूर्वाधारको पनि पूर्वाधार हो। यो कुरोलाई काठमाडौँ महानगरपालिकाको नयाँ नेतृत्वले यो कुरालाई बुझेर अहिले शिक्षामा धेरै 13 वटा शीर्षकमा त शिक्षामा चाहिँ भनेदेखि माथिबाट बजेट विनियोजन गरेका छन्। अहिले जस्तै हरित विद्यालय भनेर हैन, स्वर्णिम विद्यालय भनेर, सुन्दर विद्यालय भनेर, अनि विद्यालयमा लकर बनाउनको लागि, पावर ब्याकअपका लागि, खानेपानी सुदृढीकरणका लागि हैन, अब 10 कक्षासम्मका विद्यार्थीहरूलाई दिवा हाजाको व्यवस्था महानगरपालिकाले गरिदिएको छ। अब गभर्नमेन्ट र प्राइभेटमा चाहिँ अहिले त्यस्तो डिफरेन्स चाहिँ देखिन्न। गभर्नमेन्ट पनि राम्रै भएको छ। 2700 प्रवेश परीक्षा दिने मध्ये 90% जति त निजी छोडेर यहाँ आछन् हेर्नुहोस्। त्यही हामीले राम्रो गुणस्तरीय शिक्षा दियो भने हामीले प्राइभेटहरूलाई, निजीहरूलाई धारे हात लगाएर शत्रु जस्तो भनेर गाली गर्नै पर्दैन क्या। उनीहरू आफै सुक्ने, किनकि हामी जस्तामा प्राइभेटका आछन्। गत वर्ष एससी 2080 मा देशभरि 48% विद्यार्थी उत्तीर्ण हुँदा काठमाडौँ महानगरपालिकाभित्रको सामुदायिक विद्यालयमै 78% विद्यार्थी उत्तीर्ण भए क्या। हाम्रो प्रोसेस मेरो त लगभग आजसम्म मेरो लगभग 10 दिन त भइसक्यो रेगुलर। म भर्ना गर्नको लागि मात्रै अब फर्म भरेदेखिको आजसम्म, आज लास्ट नै हो एडमिसन नानीको लागि गर्न लागेको। अब आजबाट फाइनल हुन्छ पनि, सन्डेबाटै उनी स्कुल पनि आउँछन्। टक्क लाएर टेलिभिजन हेर्दै, स्मार्ट बोर्ड हेर्दै पढेका छन्, आनन्द मानेका छन्, खेलेका छन्, नाचेका छन्, गाछन्, उनीहरूलाई खेल्ने वातावरण छ। काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र 2080 मा करिब 45,000 विद्यार्थी भर्ना भएको थियो अरे सामुदायिक विद्यालयमा। 2081 को शैक्षिक सत्रमा करिब 55,000 विद्यार्थीलाई हेर्नु त 10,000 बढ्यो। अब शौचालय पनि डिप क्लिन गरेर त्यो भित्र शौचालयमा पुगेपछि पहिला डुङडुङती गनाउने, मान्छेले टाढाबाट आउँदैमा शौचालय कता रहेछ भनेर त्यो गन्ध आएको तेरो
मोडिँदै गयो भने ठ्याक्कै शौचालय पुग्ने किनकि त्यस्तो चाहिँ भनेदेखि अब सरसफाइ नगरेका विभिन्न हुन्थ्यो भने अहिले सरसफाइ गर्ने पर्ने त्यसका लागि बजेट पठाइदिने विद्यालयमा अब टिचरलाई मोटिभेट गर्न सक्नु पर्यो म्यानेजमेन्ट टिम राम्रो गर्नु पर्यो होइन अभिभावकले पनि चासो राख्नु पर्यो म्यानेजमेन्ट टिमले राम्रो गर्न सक्यो भने यहाँ काठमाडौँ मात्रै होइन जुनसुकै नेपालभरिको जुनसुकै विद्यालय पनि राम्रो हुने स्थिति छ गेटबाट छिर्ने बित्तिकै सबले हुन्छ नि नमस्ते गर्ने लाइक राम्रो इन्भाइरोमेन्ट छ हामीले सरकारी स्कुललाई नै राम्रो गरौँ न हामीले अब प्राइभेटमा भनेको पैसा मात्र खाने भने सरकारीमा राम्रो पनि हुन्छ मान्यताहरू पनि पाइन्छ गभर्मेन्ट स्कुलबाट एससी बिहाली दिएको परेर द्याट्स वाइ आई चुज गभर्मेन्ट स्कुल